हेलो नमस्ते गुड मर्निङ एन्ड लस अफ फ्याफ्ला सबैजनालाई सन्जय हुनुहुन्छ म पनि एकदमै ठिक छु। म चाहिँ लापाले च्याङ्बा है। मेरो फेसबुक युट्युब टिकटक अनि फेसबुक पेज सबैमा लापाले च्याङ्बा छ। सो तपाईँहरूले सर्च गर्नु होला अनि टक्क फलो गर्नु होला। यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर पनि गर्नु होला है त। देख्न सक्नुहुन्छ मेरो बसाइको भ्यू यस्तो राम्रो छ ठाउँ हो। डाँडा 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 डाँडाको बिचमा चाहिँ अहिले म छु, तर म पनि डाँडामै छु है। सो डाँडामा उभिरहेको छु, अहिले चाहिँ हिँडिरहेको छु। सो गाइस, वास्तवमा भन्नुपर्दाखेरि अहिले चाहिँ म घाँस काट्न हिँडेको हो जङ्गलमा बाख्राको लागि। बाख्रा पालेको छ, बिहान बेलुका घाँस झुन्डाउनु पर्ने हो, अनि त्यही भएर घाँस काट्न हिँडेको म चाहिँ। तर बाटो नराम्रो रहेछ, यस्तो रहेछ ढुङ्गैमा जोड्नु पर्ने रहेछ हो। म चाहिँ घाँस माथितिर काट्छु हो। घाँस काटिसकेपछि घर फर्किन्छु, खाना खान्छु, त्यसपछि एकछिन रेस्ट गर्छु, फेरि त्यसपछि बाख्रा चढाउन आउँछु हो। के गर्नु गाइस, गोठालो हैन, बसी नहुने, आफू बसे पनि बाख्राहरू म्या म्या गर्छ। त्यही भएर बाख्राको लागि भए पनि बस्न नपाउने भयो क्या। साथीहरू एकछिन हिँड्दाखेरि स्वा हुँदो रहेछ। यस्तो बाटोमै फेरि बाटो चाहिँ यस्तो छ। ओहो कस्तो राम्रो देखिरहेको छ यार। आउनु है साथीहरू मसँग बाख्रा चढाउनलाई। यस्तो राम्रो भ्यू देख्न सक्नुहुन्छ, तपाईँहरूले देख्न पाइन्छ हो। अनि साथीहरू, यदि मेरो भिडियो तपाईँको मोबाइलमा आइपुग्यो भने स्क्रोल नगरिकन हो लाइक कमेन्ट सेयर गरिदिनु होला है त। हुन्छ, तपाईँहरूको लाइक कमेन्टले गर्दा मलाई अलिकति हौसला मिल्छ क्या, अनि भिडियो बनाउन मन लाग्छ हो। यस्तो छ यार बाटो यार। राम्रो बाटो छ भनेर यता बाटो आएको हो। त्यो बाटो त यस्तो पो रहेछ यार, ढुङ्गाको माथिबाट हिँड्नु पर्ने। चिप्ले भन्दा एकैचोटि सिडनी फ्लाइट पो हुने रहेछ हो। जस अहिले चाहिँ नराम्रो बाटो कट्यो, राम्रै बाटो आइपुग्यो जस्तो लाग्यो मलाई। यस्तो छ है बाटो। म चाहिँ घाँस कहाँ काट्ने होला, यतातिर घाँस छ भन्थ्यो, कता पो छ होला घाँस चाहिँ फेरि। जस एकबारी घाँस चाहिँ जता भए पनि पाउँछ होला साथीहरू, नो टेन्सन होइन। साथीहरू अहिले चाहिँ एकछिनको लागि बिदा गर्नु पर्यो है त।